जुन किसिमबाट कार्य सम्पादन मूल्याङ्कनको सोधिराखेको थियो त्यसमा 0 अङ्क दिएको छ, त्यसमा के भन्नुहुन्छ? अब मेरो मूल्याङ्कन मैले 98.99% मूल्याङ्कन गरेर पठाएको छु। मेरो मूल्याङ्कन भनेको मैले गरेको होइन, मेरो देशभरिको जति पनि मेरो विभागहरू छन् सबैबाट आउनु डकुमेन्ट आधारमा भएको हो। अब 0 मूल्याङ्कन कसरी गर्यो भन्ने त 0 मूल्याङ्कन गर्ने कमिटीलाई मन्त्रालयलाई नै सोध्नु पर्यो। मैले त कसरी थाहा पाउने र यो तपाईले समयमा बुझाउनु भएन भन्ने कुरा आएको छ, त्यो हो? समयमा नबुझाएर कुनै चाहिँ समस्या पर्दैन। त्यो मूल्याङ्कन कार्य सम्पादन भनेको मेरो इन्सेन्टिभ चाहिँ लिनको लागि मैले टाइममा बुझाउने हो। जति छिटो बुझायो त्यति मैले इन्सेन्टिभ छिटो प्राप्त गर्ने हो। अनि त्यहाँ किनभने 80% आयो भने कति इन्सेन्टिभ दिने, 90% आयो भने कति दिने भन्ने इन्सेन्टिभ प्लानहरू छ। अब बाढी पहिरो यसपालिको तपाईँहरूले थाहा पाउनु भएकै छ। त्यति बेला चाहिँ मलाई 15 बुटे के विवरण मागेर पठाएको थियो मन्त्रालयले। अब बाढी पहिरो आएको बेलामा त्यो तत्कालको समस्या समाधान गर्नलाई धेरै ठाउँमा हिँड्नु पर्यो, गर्नु पर्यो र त्यसको विवरण प्राप्त गर्नलाई केही समय लागेको हुनाले के ढिलो भयो, त्यसले कुनै अर्कै राख्नु ढिलो भयो भन्दैमा 0 हुन्छ र। अब मैले एक्जाम त दिइसकेँ नि, मैले गत आर्थिक वर्षको असारसम्मको मूल्याङ्कन हो त्यो। मैले काम गरिसकेको छु, एक्जाममा जाँच दिइसकेको छु, त्यसको मूल्याङ्कन जाँच कपी चेक गर्ने जहिले गरिनँ, कपी चेक गर्नलाई ढिलो भयो भनेर अनि 0 दिन त पाउँदैन। त्यो हुनाले मेरो गत सालको मूल्याङ्कन जहिले चाहिँ गर्दा पनि हुन्छ। तपाईँलाई जस्तो पटक पटक स्पष्टीकरण सोधिया छ, अब मन्त्री परिषदबाट पनि सोध्ने कुरा भएको छ, यो चाहिँ तपाईँलाई कस्तो लागिरहेछ? अब धन्यवाद दिनुपर्छ उहाँहरूलाई। के का निम्ति? पटक अब काम अब देशमा ऊर्जा क्षेत्रमा धेरै काम गर्नु छ, गरिराखेकै छु मेरो आफ्नो लेभलबाट। कतिवटाको ध्यान भन्दा पनि अब स्पष्टीकरण सोध्ने, अब ऊर्जा क्षेत्रलाई अझ अगाडि बढ्नबाट रोक्ने स्थिति भयो भने त राम्रो होइन। तपाईँलाई यो कुनै बेला दिगदारी लाग्दैन? कति यो सरकारसँग जुझिरहनु बरु हिँडेर जान्छु जस्तो लाग्दैन? यस्तो हो, अब मेरो धेरै पनि छैन, 4 महिना बाँकी छ होइन, 4.5 महिना होला। त्यतिन्जेल अब ग्रेसफुल्ली एक्जिट होस् भन्ने हिसाबले काम गरिरहेको। किन त्यति समय पनि कुर्न नसक्यो होला सरकारले? मैले छोड्दाखेरि प्राधिकरणको मात्रै होइन, ऊर्जा क्षेत्रको भविष्यलाई पनि मैले हेर्नुपर्ने हुन्छ। ऊर्जा क्षेत्र भोलि अप्ठ्यारो स्थितिमा पुग्यो भने त्यो राम्रो देशकै लागि राम्रो हुँदैन। त्यसलाई बचाउनको लागि पनि म आफ्नो कार्यकालसम्म रहनुपर्ने देखेरै म बसेको हो। म यहाँ बस्दाखेरि नबस्दाखेरि अरूले पनि त्यही काम गर्दैन भन्ने होइन, तर त्यो भित्र जुन हिसाबले मैले विगत केही समय चाहिँ अनुभव गरिरहेको राखेको छु, त्यो अनुभवले मैले केही समय बस्नुपर्छ, यसलाई बचाउनुपर्छ भनेर मैले बसिराखेको छु। तपाईँलाई यसरी पटक पटक निशानामा पारिराखेको होला त, त्यो किन होला? त्यो त उहाँलाई नै सोध्ने कुरा हो। मैले त्यसको लागि काम गर्छु। ऊर्जा क्षेत्रमा विद्युत प्राधिकरण मात्रै होइन, यो गाउँ-गाउँको लोड सेडिङ अन्त्य गर्नेदेखि लिएर गाउँ-गाउँमा विद्युतीकरणदेखि लिएर विद्युत प्राधिकरणको आर्थिक वित्तीय अवस्थालाई सुधार्नेदेखि लिएर इन्डिया बङ्गलादेशसम्मको हामीले एक्सपोर्ट गरेर वैदेशिक मुद्रा कमाउनेदेखि लिएर सबै काम गरिरहेको छु। अब यो काम गर्दाखेरि अब मैले स्पष्टीकरण खानुपर्ने स्थिति आउनु त्यति राम्रो त मलाई पनि लाग्दैन। अब स्पष्टीकरण सोध्ने चाहिँ निकायहरूले नै भन्ने कुरा होला यसमा। अन्त्यमा कुलमानजी, अब यदि तपाईँको 4 महिना बाँकी छ, त्योभन्दा अगाडि नै मन्त्री परिषदले हटायो अथवा बर्खास्त केही गर्यो भने तपाईँ के गर्नुहुन्छ? त्यसमा त के भएर मलाई के भएर 4 महिना अगाडि जानु र 4 महिना पछि जानुमा के भएर? तपाईँ त्यो न्यायिक लडाइँ लड्नुहुन्छ कि? मेरै लागि त मेरो पर्सनल कुरा गर्ने हो भने न्यायिक अब हेरौँ कसरी आउँछ होइन। अब न्यायको क्षेत्रमा अब न्यायिक प्रक्रियामा पनि जानु